ऑल राइट गाइज, वेलकम ब्याक वान्स अगेन मेरो मिनी भ्लगमा सबैलाई स्वागत छ। मेरो मिनी भ्लग चाहिँ यसै सुरु भएको छ। त्यसपछि होटल गएर चाहिँ मैले आज दिदी हुनुहुन्थेन, सब्जी बनाएँ, एकदम मिठो मिठो वाला सब्जी बनाएँ। सब्जी बनाएर चाहिँ दाइले उता क्लिन फान्दै हुनुहुन्थ्यो। यो चाहिँ हाम्रो दिदी हेर्न सक्नुहुन्छ, कति राम्री हाम्रो दिदी। त्यसपछि 12वटा झोल मोमो गरेर आएको थियो एकैपालि। अनि त्यो झोल मोमो चाहिँ मैले पिकअप गराएँ। पिकअप गराएर लगत्तै मैले मोमोको अचार बनाएँ। मोमोको अचार सकिसकेको थियो। त्यो लगातार मैले अचार बनाउँदाखेरि चाहिँ हल्का भिडियो बनाएको थियो। यो चाहिँ हाम्रो दिदी। त्यसपछि मैले दिउँसोको टाइममा चाहिँ मोमो बनाउँदै थिएँ। प्रायः हाम्रो यहाँ मोमो बनाउने प्रोग्राम डेलीको प्रोग्राम नै हो, चलिरहन्छ। त्यसपछि यो चाहिँ आज चिकनको आइटम आएको थियो। त्यसपछि त्यो पिकअप गराइयो। त्यसपछि चाहिँ यो आज स्टाफको लागि भटुरा बन्दै थियो। हाम्रो दाइले त सब्जी र भटुरा बनाउँदै हुनुहुन्थ्यो। ट्याक्क फुलेको भटुरा खानामा चाहिँ एकदम बवालै थियो। त्यसपछि यो चाहिँ साँझको टाइममा कफी खाँदै थिएँ। अनि त्यसपछि चाहिँ मैले आज चिकन कटलेट अर्डर आएको थियो। चिकन त्यो पिकअप गराउँदा चाहिँ हल्का धेरै नै मजा आएको थियो। त्यो पिकअप गराइसकेपछि ट्याक्क बसेको। अनि पछि यो चाहिँ यसरी पिकअप बनाउँदैछ आगो बल्दै। यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला। यदि हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने फलो गरेर अनफलो गर्ने काम चाहिँ नगरिदिनु होला। मेरो साथीहरूलाई यही भन्न चाहन्छु। अहिलेको लागि म यति नै भन्न चाहन्छु। नेक्स्ट मिनी भ्लगमा मिल्नु होला।